सबैजनालाई नमस्कार। हामी आज फ्यामिली टन बजार गरेर आएको। यो गोलभेडा लिएर आएको राम्रो देखेर, यो काँक्रो पनि ल्याएको, अनि यो चाहिँ खरबुजा र केरा राम्रो राम्रो केराहरू पनि पाएर भेटेर लिएर आएको, अनि यो स्याउ ल्याएको, अनि यहाँ चाहिँ तिते करेला लोकल तिते करेला पाइँदो रहेछ, लोकल तिते करेला लिएर आएको, अनि यो सिमी, यो मसरुम च्याउ भन्छ नेपालीमा, अब यहाँ चाहिँ इङ्ग्लिसमा चाहिँ, अनि यो चाहिँ यो एकदम हेल्दी बच्चाहरूको लागि राम्रो चिज हो, अनि यो पनि लिएर आएको। यहाँ यो फर्सीको बिहा भुटेको भन्छन्, अब मलाई चाहिँ इङ्ग्लिसबाट के भन्छन् थाहा छैन। अब यहाँ कागती पनि यस्तो लोकल कागती भेटेर ल्याएको, अनि यो कटर हेर्नु नि, हाम्रो नेपालकै जस्तो कटर चाहिँ यो कटर लिएर आएको। यी कटर तरकारी बनाउने आलु तरकारी बनाउने मिठो हुन्छ। सिमु यी धनिया हेर्नु, धनिया पनि त्यस्तै राम्रो, धनिया नेपाली धनिया जस्तै रहेछ। हजुरको त बारीमा पनि धनिया अनि यो भिन्डामा बारीमा पनि छ, उम्रिँदैछ। बारीको अलिक थोरै हुन्छ, धेरै खानको नि। यो चाहिँ होइन, फर्सीको बिहा भुटेको फर्सीको होइन, यो खाना मिल्छ। मिठो कुरु 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 छ, जति खायो त्यति मिठो। यो चाहिँ छोगडा होइन, के अरे नानी, देश छगडै हो। यो रुखमा फल्छ अरे नानी, दुबईमा त यो बोटमै टिप्न पाइन्छ अरे। हो जिरे खुर्सानी हो, पिरो हुने होला। पिरो छ कि भिन्डी ल्याउनु भएको? भिन्डी पनि ल्याएको। भिन्डी यो चुकुन्दर चाहिँ यो स्वास्थ्यको लागि एकदम राम्रो रे। चुकुन्दर जुस बनाएर रातो चिज यो चाहिँ खान पर्छ अरे धेरै भन्नुहुन्छ। टन्नै सपिङ गरेर आउनुभएको छ। कति बेला जानुभयो नि? कति बेला आलु पनि ल्याएको। कति बेला गएर कति बेला आउनुभयो त नि हजुरहरू? यत्रो धेरै सपिङ? त्यस्तै 10 बजे पुगेका थियौँ होला। हजुर, अब किनमेल गर्दा गर्दै अनिखेरि यति बेला भयो। छोटो समयमा यत्रो धेरै किनेर ल्याउनु भएको छ। अझ भोलिको जस्तो बजार आज लाग्दो रहेछ। अब अर्कोचोटि जाँदा नि भेटी बनाउनुहुन्छ हजुरहरूले? अब चाहिँ बनाउनु पर्छ जाँदाखेरि।